नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो यस सजिलो नेप च्यानलमा। आजको भिडियोमा अनलाइनबाट श्रम स्वीकृति कसरी गर्ने त्यस सम्बन्धी जानकारी दिन गइरहेको छु। यदि तपाई विदेश जान लाग्नु भएको छ तर श्रम स्वीकृति कसरी लिने भन्ने थाहा छैन भने आजको भिडियोमा म तपाईलाई घरमै बसी अनलाइन श्रम स्वीकृति कसरी लिने स्टेप बाइ स्टेप सिकाउने छु। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको भिडियोको लागि तपाईलाई म स्क्रिनमा लिएर जान चाहन्छु। त्यसको लागि सबैभन्दा पहिला एउटा ब्राउजर ओपन गर्नुस्। माथि सर्च बारमा टाइप गर्नुस् feams.dofe.gov.np टाइप गर्नुस्, देख्न सक्नुहुन्छ। त्यसपछि इन्टर गर्नुस्। त्यसपछि तपाईले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ लेफ्ट साइडमा दिएको छ वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भनेको छ। यसमा लगइन गर्नुस्। त्यसपछि आफ्नो राजधानी नम्बर यहाँ टाइप गर्नुस्। नेक्स्टमा क्लिक गर्नुस्। त्यसपछि पासपोर्ट दिनुस्। यहाँ प्राय जसो पासपोर्ट चाहिँ हाम्रो 1 नै राखेको हुन्छ। यदि 1 छैन भने 1 2 3 4 टाइप गर्नुस्। यदि त्यो पनि छैन भने तपाईले एउटा मेल गर्न सक्नुहुन्छ पासपोर्ट रिसेटको लागि। त्यसको लिंक चाहिँ म डिस्क्रिप्सनमा दिनेछु। त्यसपछि साइन इनमा क्लिक। यदि तपाई नयाँ हुनुहुन्छ भने तपाईले बायोमेट्रिक अथवा ओरिएन्टेसन क्लासहरु चाहिँ श्रम कार्यालयमै गएर लिनुपर्ने हुन्छ। यदि तपाई पुरानो हुनुहुन्छ भने अथवा सोही कम्पनी पुरानै कम्पनी अथवा पुरानै देशमा जान चाहनुहुन्छ भने रिइन्ट्री क्लिक गर्ने। यहाँ यो चाहिँ मैले अहिले भर्न लागेको चाहिँ पुरानो श्रम स्वीकृति हो। यसलाई रिन्युको लागि फेरि एप्लाई गर्न लागेको छु। तपाईलाई चाहिँ रिइन्ट्री कसरी गर्ने त्यस सम्बन्धी चाहिँ जानकारी दिन गइरहेको छु यो आजको भिडियोमा। यस नयाँ श्रम स्वीकृतिको लागि तपाईले चाहिँ बायोमेट्रिक र ओरिएन्टेसन क्लास चाहिँ सम्बन्धित श्रम कार्यालयमै गएर लिनुपर्ने हुन्छ। ल अब हामी रिइन्ट्रीको लागि रिइन्ट्रीमा क्लिक गर्छौं। रिइन्ट्री रिन्यू वर्क परमिट भनेको छ। यसमा हामी यसमा टिक लगाउँछौं। त्यसपछि माथि तपाईले यहाँ देख्न सक्नुहुन्छ बेसिक इन्फो भनेको छ। यसमा क्लिक गर्नुस्। यहाँ चाहिँ तपाईको नाम, उमेर, जन्म मिति, तपाईको यहाँ फोटो पनि अपलोड भइसकेको छ। यसरी दिएको हुन्छ। त्यसपछि यहाँ पर्मानेन्ट एड्रेस इन्फो भनेको छ। यसमा तपाईले यहाँ आफ्नो एड्रेसहरु भर्न सक्नुहुन्छ। त्यसपछि टेम्पोरेरी एड्रेस, पर्मानेन्ट एड्रेस एउटै छ भने यो चेक बक्समा क्लिक गर्नुस्। त्यसपछि कन्ट्याक्ट इन्फो छ। यसमा कन्ट्याक्ट डिटेल्सहरु राख्न सक्नुहुन्छ, जस्तो मोबाइल नम्बर, इमेल एड्रेस हरु राख्न सक्नुहुन्छ। त्यसपछि यसमा सिटिजन नम्बर छ। यहाँ टाइप गर्नुस् सिटिजन नम्बर। त्यसपछि डिस्ट्रिक्ट इस्यु डिस्ट्रिक्ट छ। इस्यु डिस्ट्रिक्ट हाल्नुस्। यसमा सिटिजन इस्यु डिस्ट्रिक्ट। त्यसपछि नेशनल आईडी नम्बर अनि पासपोर्ट नम्बर दिएको छ। यसमा पासपोर्ट इस्यु डेट यहाँ छ। त्यसपछि नेक्स्टमा क्लिक गर्नुस्। त्यसपछि यहाँ बैंक एकाउन्ट इन्फो भनेर दिएको छ। यसमा चाहिँ आफ्नो बैंक डिटेल्सहरु राख्न सक्नुहुन्छ। यदि तपाईको बैंक खाता छ भने आफ्नो राख्न सक्नुहुन्छ, अथवा तपाईको छैन भने चाहिँ आफ्नो फ्यामिली सर्कलहरुको जसको पनि राख्न सक्नुहुन्छ। यहाँ दिएको छ सेल्फ भनेको छ वाइफ, हस्बैन्ड, सन, डटर, फादर, मदर, ब्रदर, सिस्टर, कसैको फ्यामिली मेम्बरहरुको कसैको पनि यहाँ राख्न सक्नुहुन्छ। यहाँ बैंक एकाउन्ट दिनुस्। बैंक होल्डर नेम भनेको छ। यसमा नाम राखेर अनि यो अपलोड बैंक एकाउन्ट इमेज भनेको छ। यसमा चाहिँ चेकको चाहिँ फोटो खिचेर यहाँ अपलोड गर्दिनुस्। त्यसपछि नेक्स्टमा क्लिक गर्नुस्। यसमा चाहिँ यहाँ फ्यामिली इन्फर्मेसन भनेको छ। यसमा फ्यामिली डिटेल्सहरु भर्नुपर्ने हुन्छ। फादर्स नेम, मदर्स नेम, स्पाउस नेम्स अथवा इमर्जेन्सी। त्यसपछि यहाँ इमर्जेन्सी कन्ट्याक्ट इन्फो भनेको छ। यसमा भर्न यो त सजिलै भर्न सक्नुहुन्छ। यो सामान्य कुरा भयो। यसमा चाहिँ तपाईले यस्तो स्टार लागेको चाहिँ अनिवार्य भर्नुपर्ने हुन्छ। यसलाई चाहिँ तपाईले स्किप गर्न सक्नुहुन्न। त्यसपछि यहाँ नोमिनी भनेको छ। नोमिनी इन्फो यसमा पनि भरेर चाहिँ नेक्स्टमा क्लिक गर्नुस्। त्यसपछि वर्क परमिट इन्फो भनेको छ। यदि तपाई पुरानै देशमा अथवा पुरानै कम्पनीमा जाँदै हुनुहुन्छ भने रिइन्ट्रीमा चेक लगाउनुस्। त्यसपछि यहाँ कम्पनी डिटेल्सहरु दिएको छ। यसमा कम्पनी डिटेल्स राख्नुस्, जस्तो कन्ट्री भयो मलेसिया, कम्पनी नेम यहाँ टाइप गर्नुस्, करेन्सी यहाँ राख्नुस्, स्किल के हो त कुक, वेटर हैन, वेल्डर के छ, अब तपाईको फर्कलिफ्ट ड्राइभर के छ आफ्नो स्किल त्यो टाइप गर्नुस् यहाँ। त्यसपछि सेलेरी कति छ, बेसिक सेलेरी यहाँ राख्नुस्। त्यसपछि डेली वर्क आवर, वीकली वर्क डे टाइप गर्नुस्। त्यसपछि यहाँ एसएसएफ इन्फो भनेको छ। यसमा चाहिँ एसएसएफ आईडी यहाँ
दिएको हुन्छ यहाँ अलरेडी आएको हुन्छ है यहाँ अलरेडी दिएको हुन्छ त्यसपछि हामीले यसलाई पे गर्नुपर्ने रकम चाहिँ यहाँ दिएको छ 2596 रुपैयाँ पहिला 2300 थियो अहिले बढेर 2596 भएको छ अनि नम्बर अफ मन्थ भनेको छ अब पर मन्थको लागि मात्रै हो हामीले भर्नुपर्ने महिनामा भर्नुपर्ने हुन्छ यो तपाईले आफूले पनि अब एसएसएफ को एप्सहरु डाउनलोड गरेर तपाईले मन्थली भर्न सक्नुहुन्छ त्यहाँबाट त्यसपछि नेक्स्टमा क्लिक गर्नुस् यहाँ दिएको छ अब डकुमेन्टहरु अपलोड गर्ने ठाउँ यहाँ आइसकेको छ अपलोड डकुमेन्ट भनेको छ यसमा यहाँ देख्न सक्नुहुन्छ यसमा सबैभन्दा पहिला पासपोर्ट भनेको छ यसमा पासपोर्टमा यहाँ पासपोर्ट अपलोड गर्नुस् फाइल साइज चाहिँ तपाईको 3 MB भन्दा बढी हुनु हुँदैन त्यसपछि यहाँ भिजा भनेको छ भिजा यहाँ अपलोड गर्नुस् अनि एग्रीमेन्ट पेपर भनेको छ यदि तपाई रिएन्ट्री गर्दै हुनुहुन्छ भने एग्रीमेन्ट पेपरहरु हालिराख्नु पर्दैन यदि तपाई नयाँ हुनुहुन्छ भने चाहिँ हाल्नुपर्ने हुन्छ एग्रीमेन्ट पेपरहरु यदि तपाई पुरानै कन्ट्रीमा हुनुहुन्छ तर तपाईले कम्पनी चेन्ज गरेर आउनु भयो भने त्यस्तो अवस्थामा चाहिँ तपाईले एग्रीमेन्ट पेपर फेरि हाल्नुपर्ने हुन्छ नयाँ कम्पनीको एग्रीमेन्ट पेपर हालेर एप्लाई गर्नुपर्ने हुन्छ अनि ओल्ड लेबर भनेको छ ओल्ड लेबर एप्रुभल भनेको छ यसमा चाहिँ पुरानो श्रम स्वीकृतिको पेपर अपलोड गरिदिनुस् अनि त्यसपछि अराइभल स्ट्याम्प भनेको छ तपाईको पासपोर्टमा चाहिँ अराइभल स्ट्याम्प लगाएको हुन्छ त्यसको चाहिँ स्क्यान गरेर चाहिँ यहाँ अपलोड गरिदिनुस् अनि डिपार्चर स्ट्याम्प भनेको छ त्यसमा अब अराइभल र डिपार्चर भन्छ आको र गएको स्ट्याम्पहरु पासपोर्टमै लगाएको हुन्छ त्यसलाई चाहिँ फोटो खिचेर यहाँ अपलोड गरिदिनुस् अदर इन्फर्मेसन भनेको छ अदर यहाँ अदरमा चाहिँ तपाईको आइडी अथवा के छ आइडी कार्डहरु अफसर आइडीहरु के छ तपाईले यहाँ अदरमा चाहिँ अपलोड गर्न सक्नुहुन्छ त्यसपछि नेक्स्टमा क्लिक गर्नुस् रिन्युको लागि तपाईले अब यहाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ बीमाको रकम तिर्नुपर्ने हुन्छ र अर्को सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ यो तीनटा तिरिसकेपछि फेरि तपाईको अगाडि फर्दर प्रोसेसमा जान्छ ल म यो चाहिँ म यहाँ अनलाइनबाट तिर्न गइरहेको छु तपाईले यहाँ हेर्न सक्नुहुन्छ यसको लागि तपाईले खल्ती ई-सेवा अथवा कनेक्ट आइपीएस कुनै पनि वालेटबाट पेमेन्ट गर्न सक्नुहुन्छ अनलाइन पेमेन्ट अनलाइन पे गर्न सक्नुहुन्छ त्यसको लागि म आज चाहिँ ई-सेवा प्रयोग गर्दै छु ई-सेवाबाट सबै पेमेन्टहरु गर्दै छु त्यसको लागि तपाईले यहाँ देख्न सक्नुहुन्छ ई-सेवा भनेको छ यसको चाहिँ डोफे इन्स्योरेन्स तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाई बीमाको तिर्दै हुनुहुन्छ भने डोफे इन्स्योरेन्स पेमेन्ट भनेको छ यसमा क्लिक गर्नुस् त्यसपछि कुनै पनि इन्स्योरेन्सहरु छनौट गरेर तपाईले बीमा रकम तिर्न सक्नुहुन्छ यहाँबाट त्यसपछि गभर्नमेन्ट पेमेन्ट भनेको छ यसमा क्लिक गर्नुस् त्यसपछि एसएसएफ सामाजिक सुरक्षा कोषको लागि सोशल सेक्युरिटी फन्डबाट तिर्न सक्नुहुन्छ भने कल्याणकारी कोषमा रकम जम्मा गर्नको लागि फरेन इम्प्लोयमेन्ट वेलफेयर फन्ड भनेको छ यसबाट तपाईले तिर्न सक्नुहुन्छ सामाजिक सुरक्षा कोषमा क्लिक गर्नुस् त्यसपछि यहाँ सबमिसन नम्बर इम्प्लोयर आइडी भनेको छ यसमा चाहिँ तपाईले सबमिसन नम्बर हाल्ने अनि तल चाहिँ इम्प्लोयर आइडी भनेको छ इम्प्लोयर आइडी हालेर यहाँबाट चाहिँ तपाईले पेमेन्ट गर्न सक्नुहुन्छ सबमिसन नम्बर चाहिँ तपाईको श्रमको यो ड्याशबोर्डमा यहाँ तपाई ड्याशबोर्डमा क्लिक गर्नुस् त्यसपछि यहाँ फ्रन्ट पेजमै हाम्रो दिएको छ नि त फ्रन्ट पेजमै हाम्रो दिएको छ एसएसएफ आइडी र सबमिसन नम्बर भनेको छ यसमा चाहिँ सबमिसन नम्बर सिलेक्ट गर्नुस् यसलाई कपी गर्नुस् त्यसपछि सबमिसन नम्बर भनेको ठाउँमा चाहिँ यहाँ पेस्ट गर्नुस् त्यसपछि एसएसएफ आइडी भनेको छ माथिपट्टि यसलाई कपी गर्नुस् र आइडी भनेको ठाउँमा चाहिँ पेस्ट गर्नुस् त्यसपछि चेकमा क्लिक गर्नुस् यहाँ तपाईले देख्न सक्नुहुन्छ 2596 टोटल तिर्नुपर्ने त्यसमा चाहिँ सर्भिस चार्ज ई-सेवाले सर्भिस चार्ज लिएको छ 9.04 गरेर टोटल चाहिँ 2605.04 तपाईले यहाँ तिर्नुपर्ने हुन्छ त्यसपछि अल एबभ एसएसएफ डिटेल्स आर करेक्ट भनेको छ यसमा चेक लगाउनुस् यसमा टिक लगाउनुस् त्यसपछि प्रोसेसमा क्लिक गर्नुस् त्यसपछि पे भिया ई-सेवा भनेको छ यसमा क्लिक गर्नुस् ल यसरी चाहिँ हाम्रो एसएसएफ चाहिँ पेमेन्ट भइसकेको छ क्लिक गरौँ ल यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले अहिले सामाजिक सुरक्षा कोषको रकम पेमेन्ट गरिसकेको छु यहाँ देख्न सक्नुहुन्छ टिक लगाइसकेको छ ग्रीन टिक आइसकेको छ
त्यसपछि म अब बिमा रकम तिर्न गइरहेको छु डोफे इन्स्योरेन्स पेमेन्ट भनेको छ यसमा क्लिक गर्नुस् त्यसपछि कुनै एउटा इन्स्योरेन्स छान्न सक्नुहुन्छ यहाँबाट म चाहिँ नेपाल लाइफ इन्स्योरेन्सबाट तिर्न गइरहेको छु त्यसपछि माथि दिएको छ इन्डिभिजुअल मेन पावर भनेको छ इन्डिभिजुअलमा क्लिक गर्नुस् त्यसपछि यहाँ पासपोर्ट नम्बर टाइप गर्नुस् अब त्यसपछि टर्म्स इन इयर भनेको छ यसमा सिलेक्ट गर्नुस् माथि 2.5 भनेको छ यसमा क्लिक गर्नुस् अनि त्यसपछि चेकमा क्लिक गर्नुस् यहाँ तपाईको नाम दिएको छ नाम आउँछ यहाँ डिटेल्स आउँछ पासपोर्ट हालिसकेपछि हाम्रो व्यक्तिको नाम कम्पनीको नामहरु यहाँ दिएको हुन्छ नाम कन्फर्म गर्नुस् त्यसपछि प्रोसेसमा क्लिक गर्नुस् देख्न सक्नुहुन्छ मेरो यहाँ बिमाको पनि पेमेन्ट भइसकेको छ यहाँ टिक लगाइसकेको छ त्यसपछि अब कल्याणकारी कोषमा रकम जम्मा गर्नको लागि गभर्नमेन्ट पेमेन्ट भनेको छ यसमा क्लिक गर्नुस् त्यसपछि फरेन इम्प्लोइमेन्ट वेलफेयर फन्ड भनेको छ यसमा क्लिक गर्नुस् त्यसपछि माथि यहाँ इन्डिभिजुअलमा टिक लगाउनुस् अनि पासपोर्ट नम्बर टाइप गर्नुस् त्यसपछि यहाँ नाम र कम्पनी कन्फर्म गर्नुस् अनि प्रोसेसमा क्लिक गर्नुस् पे भिया इस्यु भनेको छ यसमा टिक लगाउनुस् ल यसरी चाहिँ हाम्रो वेलफेयर फन्डको पनि पेमेन्ट भइसकेको छ यहाँ गएर अब हेर्न सक्नुहुन्छ एकचोटि रिलोड गर्नुस् यसलाई ल यहाँ सबै हाम्रो पेमेन्ट भइसकेको छ कल्याणकारी कोषको बिमाको सामाजिक सुरक्षा कोषको पेमेन्ट गरिसकेपछि यहाँ ग्रीन टिक देख्न सक्नुहुन्छ तपाईले पेमेन्ट भएको नभएको यहाँ हेर्न सक्नुहुन्छ त्यसपछि नेक्स्टमा क्लिक गर्नुस् अब यहाँ तपाईले बेसिक इन्फोहरु आफूले के भर्यो के गर्यो यहाँबाट तपाईले हेर्न सक्नुहुन्छ त्यसपछि नेक्स्टमा क्लिक गर्नुस् अब श्रम स्वीकृतिका लागि आफूलाई अनुकूल पर्ने कार्यालय र मिति छनौट गर्न सक्नुहुन्छ म चाहिँ काठमाडौँ ब्रान्च सिलेक्ट गर्छु तपाईले यहाँ कुनै पनि ब्रान्चहरु सिलेक्ट गरेर आफूलाई अनुकूल पर्ने ठाउँहरु सिलेक्ट गर्न सक्नुहुन्छ मैले अहिले चाहिँ काठमाडौँ सिलेक्ट गरे त्यसपछि यहाँबाट टोकनको लागि मिति छनौट गर्नुस् यो मितिबाट तपाईको श्रम स्वीकृतिको लागि चाहिँ प्रोसेस हुन्छ त्यसपछि तल क्याप्चा दिएको छ यो क्याप्चा फिलअप गर्नुस् त्यसपछि तल दिएको छ सो घोषणा यसमा टिक लगाउनुस् मैले पेश गरेको भिजा सम्झौता पत्र ग्यारेन्टी पत्र भनेको छ यो चाहिँ अब हाम्रो टर्म्स एन्ड कन्डिसन हो यसमा टिक लगाउनुस् त्यसपछि सबमिटमा क्लिक गर्नुस् त्यसपछि ओके मा क्लिक गर्नुस् ल यसरी हाम्रो चाहिँ श्रम स्वीकृतिको लागि सबमिट भएको छ यदि श्रम स्वीकृत भएर आयो भने हाम्रो चाहिँ यहाँ सबमिटेड भनेको ठाउँमा छ एप्रुभ भनेर आउँछ आजको भिडियो थियो घरमै बसेर अनलाइन श्रम स्वीकृति कसरी लिने भन्ने बारेमा यदि तपाईलाई भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक एन्ड शेयर गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला भन्दै बिदा हुन चाहन्छु धन्यवाद।